Hello everyone, it's me Kiran Somai. Hello everyone, it's me Pratyush Paudel. Hey guys, it's me Riyaz Shrestha. Guys, it's me Pasang Tamang. Everyone, it's me Parasa. Hi everyone, it's Pasna Guru. आज हाम्रो विश्व अभियान भन्दाखेरि हामी यो एकदम घुम्ने ठाउँ हुँदाखेरि है हामीले चाहिँ यसो सरसफाइको अभियान गर्नको लागि समाजको लागि अनि यहाँको सरसफाइहरू कस्तो छ एकदम राम्रो छ सुरु मान्छे घुम्न धेरै आउँछन् फोहोर धेरै गर्छन् सुगर सफा गरिदिनु राम्रो गरिदिनु होइन मान्छे चाहिँ धेरै पिकनिक आउँछन् घुम्छन् फोहोर धेरै गर्छन् सुगर सफा चाहिँ छैन हजुर त्यसैले आज हामी चाहिँ हजुरहरूले आज सुगर सफा गरेर राम्रो हुन्छ यस्तो चाहिँ नगर्नु होला भने चाहिँ कुनै जानकारी गरायो भनेदेखि राम्रो होला भन्ने मेरो चाहिँ विधान हामी चाहिँ आज हाम्रो EIA को कम्युनिटी सर्भिसको प्रोजेक्ट गर्न आएको थियौँ। त्यसपछि हामीले चाहिँ यहाँ हाइकिङ ट्रेल र त्यसपछि हाइकिङ डेस्टिनेसनहरू सफा गर्ने हाम्रो चाहिँ प्लान थियो। र त्यसपछि हामी ट्रेनमा जाँदा जाँदा यहाँ एकदम धेरै फोहोरहरू चाहिँ मान्छेहरूले जताततै चिप्सको प्याकेटहरू त्यसपछि बियरको क्यानहरू सबै फाल्नु भनेको अब हामी चाहिँ सफा गर्न लागेको छौँ अहिले फोहोरहरू चाहिँ यहाँ यस्तो टन्नै छ। फोहोर कलेक्ट गरेर अझै तल पनि कति धेरै छ त्यसैले चाहिँ हामी यहाँ फोहोर राख्ने ठाउँमा राखेर अनि त्यो तल सफा स्टेज 1 है गाइस। यहाँको फोहोर सफा कलेक्ट गरेर डिस्ट्रिक्ट स्पटमा चाहिँ हामीले फोहोर चाहिँ राखेका छौँ अनि अब चाहिँ नगरपालिकाको टोली आएर चाहिँ यो उठाइएर जान्छ। अब हामी चाहिँ अर्को ठाउँमा जान्छौँ। तपाईँहरूलाई यो ठाउँको सरसफाइ चाहिँ कस्तो लाग्यो? सरसफाइ राम्रै रहेछ, बिचमा अलिअलि खोज्दैछ हजुर। अनि तपाईँलाई हाम्रो यो सरसफाइको अभियान देखेर कस्तो लाग्यो? एकदमै राम्रो। यो चाहिँ अब आम मान्छेहरू टिप्नुपर्ने हो खासमा। यसरी ग्रुप भन्नाले अब आफूले फोहोर पालेर चाहिँ आफू बोकेर लिएर जानुपर्ने हो। अब हजुरले पनि भरे धेरै राम्रो भयो। अब तपाईँहरूले अरू घुम्न आउने मान्छेहरूलाई के मेसेज दिन चाहनुहुन्छ? त्यसले जता पाए त्यतै फोहोर चाहिँ नफालिदिनुहोस्, सफा राख्नुहोस्, पछि लाइन हुन्छ। सानो रहेछ तर केही नै हुँदैन। अरू ठाउँहरूको खोज्दा अब यहाँ डिस्पोज गर्ने रहेछौँ। यहाँ चाहिँ फोहोर फ्याँक्ने ठाउँ रहेछ अनि हामी चाहिँ यहाँ कम्युनिटीलाई सोद्धाखेरि चाहिँ यहाँबाट चाहिँ सर्टेन टाइममा चाहिँ नगरपालिका गाडीहरू आएर फोहोर लाग्दो रहेछ। त्यही भएर अब हामी चाहिँ यहाँ गार्बेज ब्यागलाई यहीँ छोडेर त्यसलाई डिस्पोज गरेर अब चाहिँ अर्को ठाउँमा मुभ हुन्छौँ। हामीले चाहिँ हाम्रो फाइनल डेस्टिनेसनको सरसफाइ गरिसक्यौँ। अब चाहिँ हामीले यो दुईवटा मात्रै हाम्रो अहिलेको लागि गार्बेजहरू रहेको छ। यो चाहिँ हामीले अब एउटा डेस्टिन ठाउँमा गएर डम्प गर्नेछौँ। अहिलेको लागि चाहिँ धन्यवाद। So guys, we are finally back where we started. हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हाम्रो फेरि स्टार्टिङ पोइन्टमा आइपुगेको छौँ। यो चाहिँ हाम्रो बाँकी रहेको ट्र्यासहरू जुन चाहिँ बाटोमा देख्यौँ जुनलाई चाहिँ टिप्नुपर्ने जस्तो लाग्यो हामीले त्यो चाहिँ यहाँ ल्याएर राखिदिएको छौँ। अनि थ्याङ्क यू फर बिङ अलोङ दिस जर्नी। अनि उहाँहरू चाहिँ मेरो टिम मेम्बर्स उहाँहरूले पनि बाइक भन्नुहुनेछ।